साँझको समयमा कस्तो किसिमको सत्य घटनामा आधारित विषयवस्तु। इभिनिङ दुबई, जति पनि दुबईदेखि फेसबुकमा मित्रहरू हुनुहुन्छ, टिकटकमा पनि यो भिडियोलाई हेर्दै हुनुहुन्छ भने पक्नुहोस्। हो हजुर, देखाइदिनेछु यस्तो दृश्य जुन दृश्यले हजुरहरूलाई पनि बनाउनेछ। हो हजुर, साँझकै समयमा आयो अनिलको भिडियो, तर यो भिडियोलाई राम्रोसँग हेर्नु होला है त। हो हजुर, यो भिडियो मैले बनाउनुको मुख्य उद्देश्य भनेको केही पनि होइन। हो हजुर, कालो नागले कालै नागलाई भेटायो दुबईमा। कालो नागले कालै नागलाई भेटायो दुबईमा। नागिनीलाई सरी, कालो नागले कालो नागिनीलाई भेटायो दुबईमा। गरिरहेको छन् एक अर्कासँग माया। हो हजुर, साटासाट छ माया। एक अर्कालाई यसरी गरिरहेको छन् त माया भनेर हेर्न चाहनुहुन्छ भने एकैछिन पर्खिनुहोस्। हो हजुर, हरेक दिन यस्तै किसिमको भिडियो अनिलले बनाउँछ, यस्तै किसिमको, र यो मायालाई म सम्मान गर्छु। हो हजुर, कालो नागले कालै नागिनीलाई प्रेम गर्छ, माया गर्छ, आएको छन् चौतारीमा। यसको खिलाफ म छँदै छैन। हो हजुर, एउटै ठाउँको हुन्, एउटै गाउँको हुन्, होलान् कसैको श्रीमान कसैको श्रीमती, फेरि पनि आएको छन्। माया भनेको त माया हो हजुर, मायाको सबैले सम्मान गर्नुपर्छ र मैले पनि गर्छु। तर यिनीहरूको जस्तो होस् न, नेपालीहरू छन् त, छन् नभएको होइन, सयौँ नेपालीहरू, लाखौँ नेपालीहरू छन्। नेपालीसँग जानु नि, जाउन्, इच्छा हो, रहर हो, मान्छेको चाहना हुन्छ, एक अर्कासँग मन पराउन् होइन, माया लाउन्, बिहे गरून्, केटा र केटी छन् गरून्, केही फरक पर्दैन। श्रीमान घरमा श्रीमती छ भने त्यो गलत हो। घरमा यदि श्रीमती छ भने श्रीमतीलाई धोका दिनु गलत हो श्रीमानले। यदि श्रीमतीकै घरमा श्रीमान छ भने त्यो पनि गलत हो है। तर परिवार छन्, सबै कुरा छन्, आउनुभयो परदेशमा होइन, ठिक छ, अब केटा हो, बिहे भएको छैन, केही भएको छैन, केटी हो, बिहे भएको छैन, केही भएको छैन, एक अर्कासँग माया लाउनु त्यो ठिक कुरा हो। किनभने जीवन जाने हिसाबले गर्नु पर्यो है, नत्र भने बिचरा केटीहरूको जिन्दगी त गाह्रो हुन्छ, सोचे जस्तो हुँदैन नि त। हो हजुर, केटीहरूलाई एकचोटि घरबार बिग्रिसकेपछि एकदमै धेरै गाह्रो हुन्छ जीवनयापन गर्न। हो हजुर, जीवनयापन गर्न एकदमै धेरै गाह्रो हुन्छ। देखाउँदैछ अनिलले केही दृश्य, एकैछिन। कालो नागले कालै नागिनीलाई लिएर बसेको छ, यो एकदमै ठिक छ, ठिक छ, म खुसी छु। जम्मा 3 मिनटको भिडियोमा देखाइदियो यस्तो दृश्य आज।